धन्यवाद कार्यक्रमका उद्घोषक कमरेडलाई। यो महत्त्वपूर्ण र ऐतिहासिक दस्तावेजका रूपमा जनयुद्धको हस्ताक्षर पुस्तक विमोचन कार्यक्रमका अध्यक्ष तथा अनेरासु ब्यूका नेता कमरेड रञ्जित तामाङ, हाम्रो पार्टीका स्थायी समितिका सदस्य, एकजना होनहार युवा नेता कमरेड योगेश भट्टराई, सबै विद्यार्थी नेता साथीहरू र यो अलि भावमय संवेदनायुक्त पुस्तक विमोचन कार्यक्रममा सहभागी पुस्तकका सम्पादक तथा रचयिता कमरेड तिलक राज भण्डारी, यसलाई प्रकाशन गर्ने उहाँको जीवनसाथी र यहाँ उपस्थित सबै कमरेडहरू, पत्रकार मित्रहरू, विषय वस्तुको दृष्टिले अलि छलफल गर्नुपर्ने, थोरै व्याख्या गर्नुपर्ने, अनुभूतिहरू राख्नुपर्ने लागेको छ। तर म कार्यक्रमको व्यस्तता र समयको चापको कारणले मैले धेरै बोल्न सम्भव भइराखेको छैन। मलाई 12 बजेदेखि नै अर्को एउटा मजदुरहरूको कार्यक्रमको निम्ति व्यग्रतापूर्वक प्रतीक्षा गरिराख्नु भएको छ। त्योभन्दा अगाडि पनि थुप्रै कार्यक्रमहरू र त्यसभन्दा पछाडि पनि भएको हुनाले मैले धेरै भन्न सम्भव देखेको छैन। त्यसमाथि मभन्दा पहिला बोल्ने वक्ता साथीहरूले धेरै कुरा राख्नु भएको छ। प्राध्यापक डाक्टर रमेश भट्टराईले समालोचना पनि लेख्नु भएको छ र अहिले केही अभिव्यक्ति मार्फत पनि आफ्ना विचार राख्नुभयो र भर्खरै कमरेड रमेश मल्ल जो पनि प्रत्यक्ष रूपमा यसका भावना विचारसँग सम्बन्धित हुनुहुन्छ, उहाँले पनि छोटोमा आफ्ना कुरा राख्नुभयो र कमरेड योगेश भट्टराईले कम्युनिस्ट आन्दोलनका दुईटै धाराको ऐतिहासिकता, महत्त्व र तिनीहरूको एकअर्कामा समायोजन र आउने दिनमा हामीले लिनुपर्ने दिशाबारे सठिक रूपमा नै आफ्नो विचार राख्नु भएको छ। म यी कमरेडहरूले राखेका सबै विचारहरूप्रति समर्थन गर्न चाहन्छु र यो पुस्तक विमोचनका सन्दर्भमा म ती जनयुद्धका र जनआन्दोलनका तमाम शहीदहरू, बेपत्ता योद्धाहरू, घाइते अपाङ्गहरू सबैलाई स्मरण गर्न चाहन्छु। शहीदहरूप्रति श्रद्धाञ्जली, बेपत्ता योद्धाहरूप्रति सम्मान, घाइते अपाङ्गहरूप्रति सम्मान व्यक्त गर्न चाहन्छु र म पनि तिलक भण्डारीजीलाई धन्यवाद भन्न चाहन्छु। तपाईले एउटा जीवन्त सजीव दस्तावेजको रूपमा जनयुद्धको हस्ताक्षरको सम्पादन गर्नुभएको छ। कमरेड योगेशले भनेको जस्तै औपचारिक दस्तावेजहरू पढ्दा अलि निरस जस्तो हुन्छ, त जीवन्त चाहिँ अनौपचारिक पत्र वा चाहिँ संस्मरणहरू पढ्दाखेरि चाहिँ त्यसले दिने संवेदना, अनुभूतिको तीव्रता पनि त्यस्तै खालको हुन्छ। बिल्कुल सही कुरा नै हो र जनयुद्धको यो हस्ताक्षरमा जे जस्ता पत्रहरू चाहिँ र जुन रूपमा प्रस्तुत भएका छन् त्यसले सजीव रूपमा नै ती संवेदनाहरू, आवेगहरू, पीडाहरू सबैलाई राम्रोसँग व्यक्त गरेको छ र पढ्दै जाँदा कयौं पत्रहरूले हामीलाई उद्वेलित गर्छ, अलि आवेगमा ल्याउँछ, कतिपयले बरु पीडित जस्तो पीडाबोध गराउँछ र त्यति बेलाका सबै सम्झनाहरू चाहिँ ताजा बनेर आउँछन् र एउटा नयाँ प्रेरणा यसले दिन्छ। यस अर्थमा यो एउटा सामान्य पुस्तकको विमोचन मात्रै होइन, यो इतिहासको एउटा ऐतिहासिक विकास क्रमको जीवित दस्तावेज हो र नयाँ पुस्तालाई इतिहासको अध्ययन गर्ने र इतिहासका ती अविस्मरणीय र महान दिनहरू जसले विचारको उचाइलाई, भावना र संवेदनाको गहिराईलाई मान्छेभित्र हुन सक्ने जति अभिव्यक्त गर्यो। मैले जनयुद्धको बेलामा
विकसित विचारहरू, भावनाहरू, अनुभूतिहरू र तिनको तीव्रता, तिनको संवेगको मात्रा धेरै माथि थियो भन्ने मैले महसुस गर्दछु। ती चिजहरूलाई यो पुस्तकले एउटा निश्चित सीमासम्म चाहिँ व्यक्त गरेको छ र नयाँ पुस्ताले त्यसबाट इतिहास बुझ्ने, त्यसबाट प्रेरणा लिने र अगाडिको लागि एउटा नयाँ सङ्कल्पसहित सामाजिक रूपान्तरणको निम्ति, समाजको प्रगतिको निम्ति, राष्ट्रको समग्र हितको निम्ति आफूलाई तयार पार्न उत्प्रेरित गर्छ भन्ने मैले ठानेको छु। यस अर्थमा यो अलि मौलिक छ। यही वर्ष भनौँ चाहिँ मैले फागुन 1 गते जनयुद्धको पहल गरिएको ऐतिहासिक दिनमा मैले केही पुस्तकहरू विमोचन गर्ने अवसर प्राप्त गरेँ। पहिलो पटक औपचारिक, आधिकारिक र वैधानिक ढङ्गले कानुनी रूपमा बर्दिया जिल्लाको 12 बर्दिया नगरपालिकाको तर्फबाट झन्डै 800 पृष्ठ लामो बर्दिया जो जनयुद्धभरि सबभन्दा धेरै बेपत्ता पारियो राज्यद्वारा, ती बेपत्ता पारिएका योद्धाहरू र शहीदहरूको जीवनी तयार पारिएको र सरकारको तर्फबाट प्रकाशित गरिएको र सरकारका अधिकारीहरू समेत संलग्न भएर विमोचन गरिएको त्यो पुस्तकको मैले प्रमुख अतिथिको रूपमा विमोचन गर्ने मौका पाएँ। त्यो आफैमा अलिकति मौलिक लाग्यो र नगरपालिकाले आफ्नो कोषबाट कानुनी रूपमा, वैधानिक रूपमा सायद त्यो पहिलो पटक त्यस खालको दस्तावेज प्रकाशित भयो। मैले उहाँहरूलाई धन्यवाद भने र साँच्चै इतिहासलाई तपाईहरुले सम्मान गर्नुभएको छ, इतिहासप्रति न्याय गर्नुभएको छ भनेको थिएँ। त्यसै दिन मैले फेरि दोलखा जिल्लाका एकजना हाम्रा केन्द्रीय समितिका सहयोगता कमरेड विश्व द्वारा लेखिएको दुस्साध्य जनयुद्ध भन्ने पुस्तक पनि मैले विमोचन गर्ने मौका पाएँ। त्यो दुस्साध्य जनयुद्ध भन्ने पनि युद्ध मोर्चाका बेलाका अनुभूतिहरू, लडाईँमा कस्ता अनुभव र अनुभूतिहरू योद्धाहरूले गरेका थिए भन्ने कुराको जीवन्त चित्र नै उहाँले उतार्नु भएको छ, उतार्ने प्रयास गर्नु भएको छ। र त्यो पुस्तक विमोचन गर्दा पनि मैले तपाईले बडो मौलिक ढङ्गले एकचोटि फेरि युद्ध मोर्चाहरूलाई, त्यति बेलाका पीडा, आवेग, आक्रोश र गौरव बोधका गाथाहरूलाई तपाईले राम्रोसँग संयोजित गर्नुभएको रहेछ भनेर मैले बधाई भनेको थिएँ। आज यही फागुन महिनामा नै फेरि यो पुस्तक विमोचन गर्ने, जनयुद्धको हस्ताक्षर गर्ने अवसर प्राप्त भयो। म धेरै नै खुसी छु, गौरवान्वित छु र यो प्रकाशनको प्रक्रियालाई निरन्तरता दिने सबै कमरेडहरूलाई हृदयदेखि म सम्मान पनि भन्न चाहन्छु, धन्यवाद पनि भन्न चाहन्छु र आउने दिनमा अझ बढी सफलताको निम्ति, अझ बढी सृजनाको निम्ति शुभकामना पनि भन्न चाहन्छु। मैले अहिले धेरै भन्न त सम्भव छैन, मैले सुरुमै भने इतिहासमा कम्युनिस्ट पार्टी स्थापना भएपछि अलि सङ्गठित रूपले, सशस्त्र रूपले सामन्तवादको, साम्राज्यवादको विरोध गर्ने, जनवादी क्रान्ति सफल पार्ने भएर प्रयोगहरू हुन थालेका हुन्। साना ठुला सामन्तका विरुद्ध विद्रोह, किसान वर्ग सङ्घर्ष, चाहे 7, 8 साल, 9 सालको 12 वर्ष रौतहटतिर भएका ठुल्ठुला किसान सङ्घर्षको कुरा गरौँ, या 28 सालको झापा विद्रोह, जसले पहिलोचोटि सङ्गठित रूपमा अलिकति विचार केन्द्रित भएर अब हतियार नउठाइ हुँदैन, हतियार उठाएर मात्रै लड्न पर्छ भनेर झापा विद्रोह मार्फत तात्कालीन कोके, जो पछि नेकपा माले भयो र पछि नेकपा एमाले भयो, उसले झापा विद्रोह मार्फत सशस्त्र सङ्घर्षको झन्डा उठाएको हो र 10 वर्षसम्म सशस्त्र सङ्घर्षकै कुरा गरेर पार्टी विस्तार, विकास गरेको इतिहास छ।
झापा विद्रोह मात्र। त्यसै गरी जुटपानी जुगेडी जस्ता सङ्घर्षहरू, हर्रेबर्रे जस्ता सङ्घर्षहरू, ठाउँ ठाउँमा हतियारहरू उठ्ने क्रम चाहिँ पहिला पनि नभएको होइन। मैले 2052 सालमा जनयुद्धको अन्तिम तयारी गर्दै गर्दा ती सबै विद्रोहहरूको संश्लेषित रूप विचारमा पनि ती सबैका अनुभवहरूलाई विकसित गर्ने र युद्ध कलाको दृष्टिकोणले, युद्धको रणनीतिको दृष्टिकोणले मैले अरू देशका युद्धहरू, प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, रुसी क्रान्ति, चिनिया क्रान्ति, भियतनामको क्रान्ति, यी सबै त हामीले धेरै पढ्ने गरेका छौँ। तर मलाई के लागेको थियो त्यति बेला भने यी पढेर नेपालमा जनयुद्ध गर्न सकिँदैन भन्ने लाग्यो। किनभने ती देशको परिस्थिति अनुसार, त्यति बेलाको समय अनुसार उनीहरूले विकास गरेका रणनीति हुन्, त्यहाँको भूगोल, त्यहाँको संस्कृति, त्यहाँको परम्परा, त्यहाँको इतिहास, त्यहाँको विकासको स्तरसँग ती रिलेटेड छन्। त्यसो भएर ती जसले त्यसलाई ठिक ढङ्गले संश्लेषण गर्यो ती विकसित भए, सफल भए। जसले ठिक ढङ्गले संश्लेषण गर्न सकेन त्यो असफल भए, बिलाएर गए, ती चाहिँ नेस्तनाबुद नै भए धेरै जसो। त तिनकोबाट हुँदैन भन्ने मेरो चेतना थियो त्यति बेला। र नेपालमै युद्ध कस्तो भयो त, अङ्ग्रेजका विरुद्धको नेपालीहरूको युद्ध कसरी लडियो, कुन रणनीति अन्तर्गत, हाम्रो भूगोललाई कसरी प्रयोग गरियो, हाम्रो संस्कृति, हाम्रा चाडपर्वहरूलाई कसरी प्रयोग गरियो, हाम्रा जनताका विविध चाहिँ भाषा शैलीलाई कसरी प्रयोग गरियो, मेरो त्यहाँ ध्यान बढी थियो। र अनि सबभन्दा बढी त पृथ्वीनारायण शाहले गोर्खाबाट चाहिँ अगाडि बढ्दै जाने क्रममा प्रयोग गरेका युद्धका रणनीति र कार्यनीतिको अध्ययन गर्ने, पटक पटक त्यसलाई अलिक गहिरो गरी चिन्तन मनन गर्ने र त्यसको आधारमा आजको युगमा त्यसलाई हामीले विकसित कसरी गर्न सकिएला भन्नेमा मेरो बढी ध्यान थियो र मैले त्यसै गरेको छु। जनयुद्धको पहिलो मेरो पहलको योजना पढ्ने या त्यसको तयारीका बेलाका दस्तावेज तपाईँहरूले हेर्नुभयो, अहिलेको युवा पुस्ताले हेऱ्यो भने म त्यति बेला कस्तो अध्ययन अनुसन्धानमा रचु भन्ने कुरा त्यसले देखाउँछ। मैले नेपालै सबभन्दा बढी पढ्न खोजेँ। नेपालका विभिन्न जात जाति, भाषा भाषी, क्षेत्र, वर्ग, समुदाय, लिङ्ग सबैका भावनाहरू, आवश्यकताहरू, पीडाहरू, विभेदहरूको बढी अध्ययन गरेर नेपालमै युद्ध कसरी विकास भयो, नेपाली युद्ध कला, भोटसँगको युद्ध होस् या अङ्ग्रेजसँगको युद्ध, पृथ्वीनारायण शाहले चलाएको युद्ध होस् या त्यसका विरुद्ध साम्राज्यवादीहरूले गरेका हस्तक्षेप, यी सबैको बलमा भएको हुनाले यो नेस्तनाबुद भएन। र यो एउटा नयाँ प्रयोगको रूपमा भन्ने हो भने पृथ्वीनारायण शाहले नेपालमा राज्य विस्तारको सन्दर्भमा या एकीकरणको सन्दर्भमा जति ठुलो चाहिँ युद्धको, त्यागको, तपस्याको चाहिँ गरेर एउटा ठुलो इतिहास निर्माण भए मेरो बुझाइमा त्यसपछिको ठुलो परिघटना भनेको जनयुद्ध नै हो। 10 वर्षको जनयुद्ध नै हो, जसमा हजारौं नेपालीहरूको बलिदान भयो, जसले नेपालको राजनीतिलाई जगैदेखि हल्लाइदियो, पुरानो राजनीतिलाई, पुरानो संरचनालाई र देशलाई एउटा युगान्तकारी परिवर्तनसम्म ल्याउन निर्णायक योगदान गर्यो, मुख्य योगदान गर्यो। हामीले पार्टी एकता गर्दा राजनीतिक प्रतिवेदनमा मुख्य भूमिका भनेरै लेखेका छौँ। त्यसका तर मानिसहरूलाई यो कुरा स्वीकार्न गाह्रो छ, किन हामी पुरै विजयी भएर आएको होइन। हामी सम्झौता गरेर आयौँ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा आउँदा, संविधान सभामा आउँदा, शान्ति सम्झौतामा आउँदा हामीले विभिन्न राजनीतिक धाराहरूको बिचमा पनि र राज्यसँग पनि सम्झौता गऱ्यौँ। त्यसकारण त्यो सम्झौता गरेको अर्को पक्षले यो कुरालाई त्यो रूपमा स्वीकार्न सकेको छैन, सक्दैन पनि। यो धेरै ठुलो राजनीतिक परिघटना हो। यसले नेपाली समाजलाई जगैदेखि हल्लायो, आधारै बदल्यो। आज दलित
समुदायमा एउटा उच्च राजनीतिक जागरण आयो। अझ दलित महिलाहरू विद्रोही भएर लडाकु भएर राज्यसम्म पौते जोरी खेल्ने हतियार खोसेर हतियार बोकेर हिँड्ने बनाइदियो। आदिवासी जनजाति, मधेसी, मुस्लिम, शेर्पा कुनै समुदाय छैन जो यसमा सहभागी नभएको हो। र जनयुद्धको पुरै अवधिमा कुनै समुदायको बीचमा कुनै कटुता देखिएन। यति उदात्त संस्कृति र विचारहरू त्यहाँ पैदा भए। सबैलाई जो गाउँमा सरकार बनाउन पर्यो, जनसरकार, किनकि गाउँ 80% गाउँ त हामीले नियन्त्रण गरेका थियौँ एउटा अवधिमा। त त्यहाँ सरकार बनाउन पर्यो। हामी सबैलाई गर्व गर्थ्यौँ एउटा दलितलाई सरकार प्रमुखको रूपमा उभ्याउँदा र उसले त्यहाँ बसेर समाजले, पुरानो समाजले त्यत्रो अत्याचार गरेको समुदाय आज बडो गर्वको साथ बन्दुक बोकेर जनसरकार प्रमुख भनेर भाषण गर्दा हामी गौरवको अनुभूति गर्थ्यौँ। एउटा अपहेलित जनजातिको सबभन्दा तल परेको वर्गको प्रतिनिधि चाहिँ अगाडि बढेर फैसलाहरू सुनाउँदा हामीले गर्व गर्थ्यौँ। तब हामीले हेऱ्यौँ भने समाजको पुरानो सामन्ती परम्पराका डोरीहरू चाहिँ एकपछि अर्को चुनिँदै गए। तपाईँ अन्तर्जातीय विवाह सगर्व, बडो गर्वको साथ यति धेरै अगाडि आए र त्यो पर्वको रूपमा, उत्सवको रूपमा अगाडि बढ्दै गयो र धेरै चिजहरू भए। तर अहिले हामीले अघि योगेशजीले भनेको अर्को के कुरा सत्य हो भने फेरि आजको अन्तर्राष्ट्रिय परिस्थिति र राष्ट्रिय परिस्थितिमा जनयुद्धलाई निरन्तरता दिएर निर्णायक विजयसम्म पुर्याउन सम्भव थिएन। केही वर्ष अरू टिकाउन सकिन्थ्यो होला, तर अझ ठुलो क्षतिसहित हाम्रो नियति पनि पेरुको जस्तो, फिलिपिन्सको जस्तो, मलायाको जस्तो, अरू टर्कीको जस्तो हुने नै खतरा मैले देखेँ। अब योभन्दा अगाडि चाहिँ हामी लडाइँकै माध्यमबाट भन्यो भने, किनभने राजनीति र युद्धको रणनीति र राजनीतिक रणनीतिको बीचमा सन्तुलन मिलाएर यो अगाडि बढेको थियो। र चुनमाङ बैठक जो चाहिँ भूमिगत रूपमा गरिएको केन्द्रीय समितिको हाम्रो त्यति बेलाको अन्तिम बैठक थियो। त्यो बैठकमा मैले परिस्थितिको आकलन गर्दा यो उपयुक्त समय छ शान्तिमा, युद्धलाई शान्तिमा रूपान्तरण गर्ने, शान्तिलाई गणतन्त्रमा रूपान्तरण गर्ने र गणतन्त्रलाई समाजवादतिरको यात्रामा रूपान्तरण गर्ने यो अवसर हो। तपाईहरुलाई सायद सबैलाई सम्झना होला, मैले त्यो बैठक सकेर लगत्तै म चाहिँ तत्कालीन नेकपा एमालेका महासचिव कमरेड माधव कुमार नेपालसँग र नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइरालासँग चाहिँ राजनीतिक वार्तामा पुगे। त्यहाँ वार्ता भयो, तर त्यो वार्ता त्यस्तो बेला भयो जति बेला मैले जाँदै गर्दा बाटामा नै उहाँहरूलाई भेट्न जाँदै गर्दा बाटोमा नै मैले एकलौटी युद्धविराम 3 महिने युद्धविराम गरिदिएर मात्रै वार्ता सम्भव भयो। त्यसले धेरैतिर एकैचोटि हानेको छ। त्यो 3 महिने युद्धविरामले राजतन्त्रलाई नराम्रोसँग रक्षात्मक पोजिसनमा धकेलिदियो। राजनीतिक दलसँग हाम्रो सहकार्यलाई एकदम घनीभूत हुने वातावरण बनाइदियो। 12 बुँदे समझदारी त्यति नै बेला 3 महिने युद्धविराम भित्रै भयो र त्यो अगाडि बढ्दै आएर यहाँसम्म आइपुग्यो। यसको यहाँसम्म आएको बारे भन्न परेन, यहाँसम्म आइपुग्यो। मैले अस्ति फागुन 1 गते 2 ठाउँमा एउटा कुरा अलिक बढी जोड दिएर भन्न खोजेँ। मानिसहरूले चाहिँ एकथरी मान्छेहरूले क्रान्तिमा, युद्धमा, क्रान्तिकारी युद्धहरूमा भएका त्याग र बलिदानलाई स्थापित गर्न चाहँदैनन्, त्यसलाई महत्त्व दिन चाहँदैनन्, त्यसलाई गाड दिन चाहन्छन्, त्यो चिहान पूर्ण चाहन्छन्। त्यसको धेरै चर्चा नगरौँ भनेर त्यसको चर्चा गर्न रमाइलो मान्दैन। मासले भनेको कुरा मैले भनेको थिएँ, तर अर्को पिँढी आइपुग्छ, फेरि अर्का जिउँदा मान्छे आइपुग्छन्, चिहानबाट ती सब लासहरू, कङ्कालहरू फतल्छन्। ती कङ्कालहरू बोकेर चाहिँ युद्ध मैदानमा या आन्दोलनमा उनीहरू अगाडि जान्छन् र ती शहीदहरू चाहिँ कहिले नि मर्दैन। ती त झन् जीवित मान्छेहरूलाई प्रेरणा दिने
त्यस्तो ऊर्जा बन्छन् भनेर मार्क्सले भन्नुभएको थियो। मैले भने मैले त्यति बेला त्यो पढ्दै गर्दाखेरि नेपालको इतिहासमा पनि चाहे लखन थापा विद्रोहको बेला लखन थापा मारिएको बारेमा लखन थापालाई स्थापित गर्ने कुरा होस् या भीमदत्त पन्त जस्ता वीर योद्धाहरूलाई फेरि फोतलेर ल्याउने कुरा होस् या जुम्लामा गएर मारिएका 8 साल 9 साल माथि क्रान्तिकारी योद्धा कामी बुढा जस्ता गुमनाम भएका चाहिँ शहीदहरूलाई फेरि चिहानबाट झिकेर चाहिँ हामी जीवित मान्छेहरूको निम्ति ऊर्जा र उत्प्रेरणा हुने गराउने काम होस्, यो सबै गरियो र नै जनयुद्ध मान्छेहरूले चाहिँ केही महिनाको खेल होला, यो चाहिँ रोमाञ्चकारी केही पेटी बुर्जुवा हो भन्ठान्थे, त्यस्तो भएन। यो विचारद्वारा भावनाद्वारा संवेदनाद्वारा संश्लेषित थियो, त्यसकारण सिद्धिएन। हामी सधैँ भन्थ्यौँ, म अहिले पनि के भन्न चाहन्छु भने मतलब युद्ध र राजनीतिको बारेमा युद्ध भनेको हतियारबन्द राजनीति हो, रक्तपातपूर्ण राजनीति हो, राजनीति भनेको रक्तपातहीन युद्ध हो भनेर माओ सेतुङले युद्ध र राजनीतिको परिभाषा गर्नुभएको थियो। युद्ध रक्तपातपूर्ण राजनीति हो, राजनीति रक्तपातपूर्ण युद्ध हो। बडो साइन्टिफिक छ, डायलेक्ट्रिकल छ र यो सत्य पनि हो। हामी युद्ध मात्रै गरेको भए हामी यहाँ हुन्थेनौँ। अहिले हामीले राजनीति नै गरेका थियौँ। हाम्रो वर्गलाई माथि लिएर आउने, वर्गलाई जागृत गर्ने, सङ्गठित गर्ने र उनलाई शक्तिको रूपमा पैदा गर्ने राजनीति नै थियो। त्यसकारण हामी यहाँ छौँ। आज हामी यो पुस्तक विमोचन त्यस्तो बेलामा हुँदैछ जति बेला हामी प्रतिगमनका विरुद्ध युद्धमा छौँ। तर यो युद्ध रक्तपातपूर्ण छैन, रक्तपातहीन युद्ध। विचार गर्नु होला कम्प्युटरमा। साँच्चै हामी अहिले फेरि एकचोटि जनयुद्धले र जनआन्दोलनले स्थापित गरेका मूल्य मान्यताहरू प्राप्त गरेका उपलब्धिहरूलाई अपहरण गर्ने अपहरणकारीहरूका विरुद्ध एउटा नयाँ प्रकारको युद्धमै छौँ। तर त्यो रक्तपातपूर्ण र हिंसात्मक छैन, हो चाहिँ युद्ध नै। अस्ति पौष 5 गतेदेखि आज हामी 11 गते फागुनसम्म हामी त्यो नयाँ प्रकारको युद्ध लडिरहेका छौँ। देशव्यापी युद्ध चलिरहेका छ। तपाईँ हामी सबै युद्धमै छौँ। अर्को पक्ष जसले यसलाई अपहरण गर्न खोजेको छ 70-71 वर्षका आन्दोलनका उपलब्धिहरूलाई, त्यो चाहिँ हतियारबन्द छ, हुन खोज्छ। उसले राज्यको शक्ति प्रयोग गरेर दबाउन बल गर्न खोज्दैछ उसले। हामी चाहिँ रक्तपातहीन युद्ध, शान्तिपूर्ण युद्ध, नयाँ प्रकारको युद्धमा छौँ। आज यो पुस्तक विमोचन गर्ने, शहीदका स्मरणहरू, संस्मरणहरू, चिठीहरू पढ्ने या त्यति बेलाका क्रान्तिकारी योद्धाका अनुभूतिहरू चाहिँ पढ्नेको तात्पर्य हाम्रो चाहिँ यो अहिलेको चाहिँ शान्तिपूर्ण युद्ध, रक्तपातहीन युद्ध जित्न सङ्कल्पसँग सम्बन्धित छन् भन्ने मलाई लाग्छ। तपाईँ हामीले त्यो प्रेरणा लियौँ भने यो विमोचनको सार्थकता त्यसमा रहन्छ। अब यो युद्ध होइन जे त होला भने जस्तो गऱ्यौँ भने, किनभने हाम्रा हिजोका जनआन्दोलनका या जनयुद्धका उपलब्धि धराशायी हुने खतरा पैदा हुन्छ। त्यसकारण मैले यो युद्ध र राजनीतिको परिभाषाबारे कमजोरलाई राख्दै र यो जनयुद्धको हस्ताक्षर मार्फत हामीले ऊर्जा र उत्प्रेरणा लिने, अहिलेको युद्ध हामीले जित्नु छ, अहिलेको ब्याटल जित्नको लागि प्रेरणा लिने, शक्ति प्राप्त गर्ने आधारको रूपमा यसलाई लिनुपर्छ भनेर म ठान्दछु। अब लडाइँ त विभिन्न ढङ्गले चलिराखेकै छ। मैले यसो भन्नुको तात्पर्य के चाहिँ होइन भने हाम्रो अदालतप्रति विश्वास छैन भन्न मैले खोजेकै छैन। मैले सबै सार्वजनिक सभामा भनेको छु, अदालतमा मुद्दा छ, अदालतले सही फैसला गर्छ भन्नेमा हामीलाई विश्वास छ। पार्टी धेरै दुःखले एकताबद्ध गरिएको हो, धेरै मेहनत गरिएको हो। हामी सबैको समर्थन र योगदान त्यसमा छ। यसलाई विभाजन गर्ने निकै ठुलो षड्यन्त्र र कसरत अहिले भइ नै राखेको छ, भइ नै सकेको छ।
तर हामी जो छौँ यहाँ आधिकारिक र वैधानिक रूपमा पार्टी एकताको मर्मर भावनालाई त्यति बेला राजनीतिक प्रतिवेदन र विधान जसको आधारमा एकताबद्ध भएका थियौँ हामी त्यसको रक्षाको पक्षमा त्यसको पक्षमा छौँ। हामी एउटा हामी सबैले बुझ्नुपर्ने कुरा अहिले हामी बाँकी जो छौँ अहिले योगेशजीले अलिकति कुरा राख्नुभयो हामी जो छौँ हामी एकताको झन्डा हामीले उठाएका छौँ। केपीजीले फुटको बाटो रोज्नुभयो विघटन र विसर्जनको बाटो रोज्नुभयो। उहाँले पार्टीलाई पनि फुट विघटन र विसर्जनतिर लैजानुभयो र देशलाई पनि संविधानलाई पनि लोकतन्त्रलाई पनि विसर्जन र विघटन गर्ने बाटोतिर जानुभएको छ। मैले भनेको छु मुद्दा त उहाँले हारि नै सक्नुभयो तर फेरि पनि व्यवहारिक रूपले चाहिँ त्यसलाई परास्त गर्नको लागि हामीले नयाँ प्रकारको यो युद्ध हामीले जित्नुपर्छ। हामी जनतामा त्यही सन्देश दिएका छौँ। जनता लडिराखेका छ। मलाई खुसी छ अहिले यो आन्दोलनमा या यो प्रतिगमन विरोधी चाहिँ अभियानमा मैले त्यसलाई शब्द शान्तिपूर्ण युद्ध भन्ने प्रयोग गरेँ। युद्ध चाहिँ युद्ध नै हो। यी दुईटा वर्गले दुईटा विचार र उद्देश्यको निम्ति आपसमा टक्राइराखेकै हो यो। त्यसकारण त्यो हामीले जित्नुपर्छ। त्यो सङ्कल्प हामीले गऱ्यौँ भने जनयुद्ध जनआन्दोलनका शहीदहरूलाई सम्झिनुको सार्थकता उनीहरूका भावना र संवेदनाप्रतिको हाम्रो समर्पण सम्मानको अर्थ रहन्छ भन्ने ठान्दै फेरि एकचोटि कमरेड तिलक राजलाई धन्यवाद भन्दै तपाईहरु सबैलाई पनि यो सङ्कल्पको निम्ति अपिल गर्दै बिदा हुन्छु। धन्यवाद।